नाति नातिनी दिदी बहिनी छोरी आमा भाउजू इत्यादि उपस्थित हुनु त्यो हाम्रो ठुलो गौरवको कुरा हो क्या अनि खुसीको कुरा हो नि अब हामीले यो हामीले गर्नुपर्ने यात्रा हामीले गरेको विधान हामीले गरेको दान पुण्यहरूको सबैको समग्रबाट योगदान पाउनु सहयोग पाउनु उपस्थित हुनु खानु आफ्नो ध्यान दिनु दान पुण्य दिनु तिलक दिनु भनेको हामी सबैको समाजको हो एउटै शक्ति भएर हामीले प्रदान गऱ्यौँ बिदाई दियौँ बिदाई भन्नाले अनुहार पठायौँ अब हामीलाई हर्षको खुसीको आँसु पनि आयो होला कसैलाई मनमा धन्य रहेछौ मेरो नातिनी मेरो भाइजी मेरो साली मेरो दिदी बहिनी मेरो भाइ भान्जीको धन्यवाद रहेछ भन्ने सबैले आशीर्वाद मनमनले दिनुभएको होला हामीले पनि मनमनले मात्रै भन्दा नि मुखले पनि दियौँ आशीर्वाद दियौँ अब भोलि हामी फेरि मुख हेर्ने चरण हाम्रो नेवारी परम्परा छँदैछ त्यसमा हजुरले पनि साथ दिएर हामी आवश्यक अनुसार र सहयोग गरेर त्यहाँ जाने सहयोगमा जाउँ हाम्रो कार्यक्रमलाई पनि अनि भोलि पर्सिबाट चाहिँ अनि हामी आफ्नो घरमा बिदाई भएर जानु पर्ने हाम्रो कार्य सफल पारेर घर जाँदाखेरि रक्षा गरौँ हजुरको पनि रक्षा होस् भगवानको प्रार्थनाले अनि हामी सबैको कल्याण पनि होस् त्यो छोरी नातिनीको पनि शुभ कार्य र सफल दम्पति जीवनको कामना गरी म यो यति भनाइ